पहिला बालाई लैजान देऊ, त्यसपछि हामी हेर्छौँ कसलाई ठोक्ने हो कसलाई मार्ने हो भनेर यिनका छोराहरूले यसरी प्लान गरेका छन्। साथीहरू, जापानको 5 नम्बर गल्लीमा आज केपी ओलीलाई लैगेपछि यिनीहरूले यस्तो प्लान गरेका छन्। सुन्नुहोस् त पहिला यिनको आवाज। तयारी गर बालाई लैजान तिमीहरूले जति प्लान गरे पनि अब तिम्रो प्लान सफल हुन सक्दैन। छिटो भन्दा छिटो यिनको छोरालाई पहिला पक्राउ गर्नुहोस्, त्यसपछि केपी ओलीलाई लैजानुहोस्। हेर्नुहोस् त कहाँ ठोक्ने हो कसरी मार्ने हो के मार्ने हो भनेर प्लान बनाउँदैछ। ए भाइ, आजकल सोसियल मिडिया चलेको छ, सोसियल मिडियामा धेरै नै उ भइरहेछ। तैँले सानो आवाज भने पनि तर कुरा यहाँ बाहिर सुनिहाल्छ। त कसैलाई पनि ठोक्न सक्दैन, कसैलाई पनि मार्न सक्दैन। तेरो ड्याडीले मारिसक्यो, सबैजनालाई मारेर ऊ पनि गरिसक्यो। अब पालो हाम्रो जनताको हो। अब नयाँ सरकार बन्नेको छ, नयाँ सरकारले हेर्छ। तिमी यिनीहरूलाई त छिटोभन्दा छिटो पक्राउ गर्नुपर्छ साथीहरू, र यिनीहरूलाई छिटो यिनको छोरालाई पक्राउ गरेर पहिला यो छोरालाई गर्नुपर्छ। र तपाईँहरू के भन्न चाहनुहुन्छ पहिला कमेन्टमा भन्नुहोला, र भिडियोलाई चाहिँ सबको सेयर गर्नुहोला साथीहरू। र जय नेपाल, जय नेपाल।